साँच्चै नै प्रभु हामीले जानी नजानी गरेको प्रार्थनाले तपाईँ महिमित गर्नुभएको विश्वास गर्छौँ। हाम्रो प्रार्थनामा सरित प्रार्थना दे प्रभु यस सेवाको सबै भाग तपाईँको हातमा दे बिन्तीलाई मान्छे यीशु ख्रीष्टको नाममा आमेन। प्रभु हामी पापी छँदाखेरि तपाईँले आफ्नो पुत्रलाई समयमा संसार पठाएको प्रभु हाम्रो पापको लागि बलि हुन दिनुभयो। तपाईँको प्रेमको लागि हामी धन्यवाद मान्छौँ। तपाईँ क्रुसमा प्रभु मारिनुभयो अनि हाम्रो पापको ज्यालाहरू तपाईँले तिर्नुभयो। परमेश्वरको प्रेमिलो नाउँमा सबैलाई दिनुहोस्। परमेश्वरको वचन अध्याय 4 देखि लिएर 11 पदसम्म यहाँ यसरी लेखिएको छ। सबैलाई दिनुहोस्। फेरि पनि परमेश्वरको जीवित वचन पढेर सुनेछौँ। तपाईँले मसँग पढ्न सक्नुहुन्छ। यूहन्नाको पुस्तक 19 अध्यायको 28 देखि 33 पदसम्म। यूहन्नाको पुस्तक 19 अध्यायको 28 देखि 33 पदसम्म। आजको दिनमा प्रभु येशू ख्रीष्ट बलिदान हुनुभएको निम्ति मैले एउटा गीत लिएर आएको छु। अनि यो गीतले प्रभुलाई महिमा भएको होस् र मण्डली सबैको हृदयलाई चाहिँ धेरै आशिषहरू मिल्न सकेको होस् यो गीतको हरेक शब्दहरूले। अन्त आजको यो गीतलाई म गाउन गइरहेको छु। केही भन्न मगरे निन्दा सह्यो सिरकालिए यो नहुँदा चुपचाप पनि रह्यो छुटा सबैलाई हार्दिक स्वागत छ आजको दिन। र संसारमा तपाईँले हेर्नुभयो भने आज नराम्रो कुराहरू छ एकदमै। तपाईँले झन् हाम्रो इन्डियाको च्यानल खोल्नुभयो भने त कोनी कहाँनिर मान्छे मरिरहेको, कोनी कहाँ बम पड्किरहेको, कोनी कहाँ अनिकाल। तर संसारमा गुड भन्ने कुराहरू, राम्रो असल कुराहरू चाहिँ प्रभुबाट मात्रै छ, ख्रीष्ट यीशुबाट मात्रै छ। अनि यीशु प्रभुले मात्र यो संसारलाई ख्रीष्ट यीशुको कारणले गर्दा यो संसार चाहिँ गुड असल राम्रो भइरहेको छ। अनि तपाईँ हामी सबै त्यो असलको सहभागीहरू छौँ। अनि तपाईँ र म पनि अब गुड फ्राइडेको आजको सन्देशलाई सुन्ने गर्दा, आजको सेवामा बस्दै गर्दाखेरि अब त्यो गुड चाहिँ तपाईँ र मेरो जीवनबाट अरू कहाँ पुग्नुपर्ने कुरा छ, बग्नुपर्ने कुराहरू छ। अनि यो गुड फ्राइडे आजको दिन मात्रै हाम्रो लागि रमाइलो होइन, आजको दिन मात्रै हाम्रो लागि गुड होइन, हाम्रो लागि 365 दिन अनि अनन्त अनन्तसम्म प्रभुको बलिदानले हाम्रो दिनहरू, हाम्रो समयहरू चाहिँ असल भएको छ, गुड भएको छ। आजको सेवामा तपाईँ उहाँ मर्नुभयो। तपाईँको जस्तै खल्लो जीवन, तपाईँको जस्तै निराश लाग्दो जीवनलाई असल बनाउनका लागि, रहर लाग्दो बनाउनका लागि, सुन्दर बनाउनका लागि नै प्रभु कल्वरी क्रुसमा बलिदान हुनुभयो। र आज त्यही सम्झनामा तपाईँ हामी छौँ। आज तपाईँहरूसँग मैले अलिकति फरक
एउटा प्रसङ्गबाट मैले आजको सन्देश सुरु गर्न चाहेँ। तपाईँहरू कतिजना मामलोमा पर्नुभएको छ, मामलो कोर्ट कचहरीमा पर्नुभएको छ? म चाहिँ परेको छु मामलो कोर्ट कचहरीमा। अनि मामलो कोर्ट कचहरी चाहिँ यति साह्रो गाह्रो हुन्छ। 3वटा भाषा बोल्ने मान्छे हिँड्यो भने चाहिँ एकदमै सार्वजनिक मान्छेको छेउबाट उनीहरू त्यो भिडभाडमा प्रभुलाई त्यहाँनिर एकदमै अपमान स्वरूप त्यहाँनिर झुन्डाइएको छ। अनि यो ओहोरदोहोर गर्ने मान्छेहरूको माझमा तपाईँले प्रभुले मलाई आशिषित छोराछोरी बनाउनु भएको छ, प्रभुले मेरो परिवारमा आशिष दिनुभएको छ, तपाईँले स्वीकार गर्नुहोस्। किनभने बलबरी क्रुसमा प्रभु श्राप गर्नुभयो तपाईँलाई मलाई आशिष दिनका लागि, तपाईँलाई मलाई आशिषित बनाउनका लागि। अर्को कुरो अघि हामीले हेर्दै थियौँ भजन सङ्ग्रह 69को 7 पदमा प्रभु लासले भुतुक्क हुनुभयो भनेर प्रभु लास र शर्ममा पर्नुभयो। तपाईँले हिब्रू 12को 2 मा पनि हुन्छ प्रभु शर्ममा आदर र इज्जतको जीवन दिनका लागि, प्रभु लास र शर्ममा इज्जतको जीवन दिनुभएका छन्। तपाईँ सबैलाई यो मेरो लागि मात्र होइन, तपाईँ यो अनुग्रह पवित्र आत्माको संगति शान्ति सहभागिता हामी प्रत्येक मण्डलीको साथमा अनि प्रभुको आगमन प्रेम अनि सबै विश्वव्यापी मण्डलीको साथमा आज भोलि अनि सदा सर्वदा एक नाश भइरहेको